नमस्ते साथीहरू, आज म तपाईहरूलाई एकदमै रमाइलो, मन छुने र केही हाँस्ने परेवाको कथा सुनाउन जाँदैछु। यो कथा सुन्दा तपाईहरूलाई परिवार, माया र साथ कति महत्त्वपूर्ण छ भनेर मनै छुन्छ। अन्तिमसम्म हेर्नुहोला। एक गाउँमा पुरानो घरको छानो मुनि एउटा परेवा जोडी बस्थे। ध्रुवे र माइली दुवै मिलेर एउटा सानो निर्णय बनाएका थिए। माइली दिनभर निर्णय मिलाउँदै व्यस्त, ध्रुवे भने उडेर टाढा टाढा खबर ल्याउँथे। उनीहरूको घर हेर्दा मनै प्रफुल्ल हुने गर्थ्यो। मिहिनेत र माया दुवै मिसिएको। एक बिहानै माइलीले निडोमा 2वटा चम्किला अन्डा राखेकी रहेछ। ध्रुवे त खुसीले नाच्न थाल्छ। एकछिन उड्छ, एकछिन बगैँचामा घुम्छ, फेरि निडोमा आएर माइलीलाई हेर्छ। दुवै मिलेर पालो पालो अन्डा सेक्छन्। धेरै दिनपछि अन्डा फुट्छ, 2 साना बच्चा जन्मिन्छन्। साना परेवा देख्दा कति प्यारा भनेर नै बोल्न मन लाग्छ। अब त परेवा परिवारको दिन चढियो झन् रमाइलो। ध्रुवे बिहानै दाना खोज्न निस्किन्छ। गाउँका मान्छेहरूलाई देखेर, ओइ आज हामीलाई केही दाना छ कि जस्तो गरेर भुइँमा बस्छ। मानिसहरूले दाना राखिदिएपछि टप्प टप्प गर्दै सारा परिवार खान आउँछ। बच्चाहरू त झन् खेलकै, कहिले एक अर्कालाई पखेटाले टोक्छन्, कहिले निडोबाट कुद्छन्, कहिले माइलीको पछाडि लागेर खाना खाना भन्दै हल्ला गर्छन्। एक दिन गाउँमा ठुलो हावा चल्यो। हावाले पुरानो छानो उडायो जस्तो भयो। परेवाको निडो हल्लिन थाल्यो। माइली बच्चालाई अल्ल्याएर बसेकी ध्रुवी नजिकै बस्छ। उनीहरूको डराएका त्यही बेला हल्ला सुनेर म एलिस छँदामा पुग्छु। मैले छेउछेउ ढुङ्गा र काठ राखेर निडो नहल्लिकन बनाइदिन्छु। परेवाहरूले मलाई डराउँदै हेर्छन्, तर म सिधै उठेर भन्छु, डराउनु पर्दैन है, तपाईँहरूको घर म बनाइदिन्छु। हावा रोकेपछि ध्रुवे अलि नजिक आएर धन्यवाद जस्तै आवाज निकाल्छ। त्यो क्षणले मलाई पनि परिवारको कति महत्त्व हो भन्ने महसुस गरायो। अब बच्चाहरू ठुलो हुँदै गएका थिए। एक दिन ध्रुवेले निडो छेउमा बसेर बच्चालाई पखेटा हल्लाउन सिकाउँछ। उड्न सिक्न खोज्दा बच्चाले फट्याक फट्याक पखेटा हल्लाउँछ, तर हाम फाल्न डर लाग्छ। पहिला बच्चाले हाम फाल्यो उड्न, तर टप्प टप्प गर्दै छेउको काठमा गएर बस्यो। ध्रुवे आकाशबाट आएर, हेस, यसरी गर्दै हुँदो रहेछ जस्तो गर्दै ध्रुव। दोस्रो बच्चाले त साहस एकदमै थियो। पहिलो हाममै सिधै चल्यो। म त त्यो दृश्य देखे हाँसिरहन्छु। कसरी सानो बच्चाले हिम्मत देखायो। गाउँका सबै मानिसहरू परिवारलाई प्रेम गर्छन्। कहिले कसैले दाना राखिदिन्छन्, कहिले पानी राखिदिन्छन्। सबैजना भन्छन्, परेवा बस्यो भने घरमा शान्ति आउँछ। ध्रुवे र माइलीले पनि मान्छेलाई कहिल्यै डराउँदैनन्। मानिसहरूको वरिपरि घुमेर मिलेर बस्यो राम्रो बनेर सिकाउँछन् जस्तो लाग्छ। कथा अन्त्यमा ध्रुवे, माइली र उनका 2 बच्चाहरू कहिल्यै ठुलो परिवार बनेका छन्। हरेक दिन छानामा घाम ताप्छन्, गाउँघर उड्छन् र बेलुका निडोमा आएर मिलेर बस्छन्। यो परिवारको हामीलाई एउटा कुरा सिकाउँछ, माया, एकता र परिवारको साथ कहिल्यै नछोड्नु। जस्तै यिनीहरू मिलेर बसेर सबै समस्या जित्छन्, त्यस्तै हामीले पनि जीवनमा एक अर्काको साथ दिनुपर्छ। यदि कथा मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्नुहोला नबिर्सिनुहोला। अर्कोचोटि भेट्नेछौँ। त्यतिन्जेलको लागि फेरि बिदा हुन चाहन्छु। हस्त, नमस्ते।